नमस्कार, स्वागत तपाईलाई सिभिल इन्जिनियरिङ पावर युट्युब च्यानलमा। र आजको भिडियोमा चाहिँ हामी हेर्न गइरहेको छौँ घर बनाउन चाहिँ तपाईलाई कति खर्च लाग्छ, त्यसपछि नगरपालिकाको नियमदेखि लिएर कतिको पिलर बनाउने, घर कति रोडबाट छोडेर बनाउने, त्यसपछि तपाईलाई टोटल यता सिमेन्ट बालुवा गिटी डन्डी हैन झ्याल ढोकाको लागि, पेन्ट पुट्टीको लागि, फिनिसिङको लागि कति तपाईले टोटल सामान लाग्ला, कति बोरा सिमेन्ट लाग्ला, कति केजी डन्डी लाग्ला, कति हो त्यो टोटल म तपाईलाई भन्ने छु। त्यही भएर तपाईहरु चाहिँ पुरै भिडियो हेर्नु होला। र आज चाहिँ म देखाइरहेको छु तपाईले कतिको भनेपछि 400 स्क्वायर फिट हैन, 400 स्क्वायर फिटको हो। अब 400 स्क्वायर फिट भन्नाले तपाई के बुझ्नुस् भने वर्ग मिटरमा 121.95 वर्ग मिटर, र यदि धुरमा बुझ्नुहुन्छ भने 2.19 धुर, र यदि आनामा बुझ्दै हुनुहुन्छ भने 1.16 आनाको लागि चाहिँ यो भिडियो रहेको छ हैन। अब चाहिँ हामी सुरु गरौँ। सिमेन्ट कति लाग्ला अब हेर्नुस्, यहाँ 1 नम्बरमा रहेको छ सिमेन्ट 176 बोरा तपाईले सिमेन्ट लाग्ला, र त्यसको पैसा पर्न जान्छ 1,32,000 रुपैयाँ ठ्याक्कै पर्न जान्छ है। त्यही गएर डन्डीको कुरा गर्दाखेरि 1800 केजी डन्डी लाग्ला, र यसको 1,80,000 रुपैयाँ लाग्न जान्छ। अब जस्तै सिमेन्ट 176 बोरा लाग्यो, यसमा ओपीसी र पीपीसी मिलाएर हुन्छ। जस्तै प्लास्टरको कामहरू, धेरै यस्तो कामहरू हुन्छ जुनमा तपाईले के हुन्छ भने पीपीसी नै चाहिन्छ, त्यही पनि त्यो मिस्त्रीलाई थाहा नभएर ओपीसी लगाइदिन सक्छ। त्यही भएर त्यो चाहिँ तपाई इन्जिनियरको सम्पर्क गरेर बनाउनु भयो भने तपाईलाई चाहिँ पैसा पनि बचत हुने ठाउँमा चाहिँ बचत हुने हुन्छ। त्यही भएर त्यो चाहिँ ध्यान दिनु होला। डन्डीको चाहिँ 1800 केजी लाग्यो र 1,80,000 रुपैयाँ लाग्यो। त्यस्तै गरी बालुवाको 100 क्युबिक फुटको या निसाङको एउटा टिफर छ, त्योमा तपाईले ल्याउनु भयो भने 100 क्युबिक फुटको माल ल्याउनु भयो भने 14 ट्र्याक्टर लाग्ला, र त्यसको तपाईले 48,000 रुपैयाँ चाहिँ लाग्ने हुन्छ। 48,000 लाग्यो। अब त्यसपछि चाहिँ तपाईलाई एग्रिगेटको कुरा गरौँ, गिटी पनि त्यही तपाईले 17 ट्र्याक्टर लाग्ला, र यसको पैसा तपाईलाई 60,000 रुपैयाँ हुन जान्छ। 17 ट्र्याक्टर लाग्ला या निसाङ टिफरमा ल्याउनुस् त्यतिकै लाग्ला। 5 नम्बरमा रहेको छ इँटा 7,000 पिस इँटा लाग्ला, र यसको पैसा हुन जान्छ तपाईलाई 84,000 रुपैयाँ हुन जान्छ है। र त्यसपछि तपाईलाई टाइल मार्बलको कुरा हेरौँ, टाइल लगाउने मिस्त्रीले 25 देखि 35 पर स्क्वायर फिट रुपैयाँको हिसाबले त्यसले गर्ने हुन्छ। र यदि मार्बल र ग्रेनाइटको कुरा गर्नुभयो भने 60 रुपैयाँ पर स्क्वायर फिट चाहिँ लिने गर्छ, र त्यसको तपाईले किन्नुभयो भने टाइल र मार्बल भन्ने 48,000 रुपैयाँ चाहिँ तपाईले खर्च हुन जान्छ। अब त्यस्तै गरेर हामी प्लम्बिङको हेरौँ, प्लम्बिङको तपाईले 36,000 रुपैयाँ लाग्ला। त्यस्तै गरी इलेक्ट्रिकलको तपाईले 36,000 लाग्ला, सेनेटरीको तपाईले 30,000 लाग्ला। अब प्लम्बिङ भनेको खानेपानी धारादेखि लिएर तपाईले टोटल जति पनि पातलो पाइपको काम हुन्छ, धाराहरू नुहाउने धारादेखि लिएर खानेपानी धारा बेसिनहरू यताउता टोटल आउने हुन्छ। सेनेटरीमा तपाईले जस्तै यो टोयलेट गर्ने यो कोमोडहरू भयो, तपाईलाई त्यो मोटो जति ढल निकासको पाइपहरू हो जहाँसम्म पुर्याउनु पर्यो तपाईको टोयलेटको पुरै हैन, त्यो सबै सिस्टमहरू इन्स्टल गर्ने यताउता त्यो सबै गरेर 30,000 हो। इलेक्ट्रिकलको तपाईले एसीहरू यसमा छैन, किनभने एसीकै छुटै दाम धेरै महँगो हुन्छ। योमा नर्मल वायरिङ हैन, नर्मल वायरिङमा जे लाग्छ यो चाहिँ सामानको मात्रै भन्दैछु है तपाईलाई। यो चाहिँ अहिले मैले जुन भनेको छु नि, धेरैजना तपाईहरु बुझ्दै हुनुहुन्छ होला कि यो चाहिँ सामान सहितको पैसा हो, सामान र मिस्त्रीको भन्ने छैन है। यो चाहिँ सामानको पैसा मात्रै छ। त्यसपछि अब आउँछ झ्याल र ढोकाको। यूपीभीसी र अल्मुनियमको अहिले चलेको हो, र यसको चाहिँ तपाईलाई 36,000 रुपैयाँ लाग्न जान्छ। झ्याल ढोका हामी पनि यता रिसोर्ट बनाइरहेको छौँ, त्यसमा पनि यूपीभीसी को नै प्रयोग गरेका छौँ। उता सरकारी बिल्डिङहरूको पनि काम गर्छौँ, तिनीमा पनि यूपीभीसी नै प्रयोग गरेका छौँ। अहिले खास गरेर तपाईलाई एडीबी को बिल्डिङहरू पनि हामी बनाउँदैछौँ, त्योमा पनि यूपीभीसी को नै प्रयोग भएको छ। त्यही भएर अहिलेको समयमा काठ भन्दा चाहिँ सस्तोमा तपाई रोज्नुभयो भने यूपीभीसी चाहिँ एकदमै बेस्ट हो। अल्मुनियम चाहिँ के हो भने राम्रो त राम्रो हो, तर त्यसमा तपाईले स्लाइड गर्नुभयो भने अलिअलि साउन्ड पनि दिन्छ। यूपीभीसी ले साउन्ड पनि दिँदैन। एकदमै राम्रो चाहिँ अहिलेको बढी टिक्नेमा यूपीभीसी छ है। काठ भन्दा राम्रो लुकको पनि छ र पैसा पनि कम छ। अब पेन्टिङको कुरा गर्दाखेरि तपाईले पेन्ट र पुट्टीको कुरा गर्दाखेरि यो चाहिँ पुट्टी हो खासमा हैन। पेन्ट र पुट्टीको कुरा गर्दाखेरि एसियन र बर्जर पेन्ट हो, जस्तै कि यसको 54,000 रुपैयाँ पर्न जान्छ। यहीमा तपाईले लोकल पेन्ट लाउनुभयो भने 40-45 हजारमा काम भइजाला, तर 5-10 हजारको चक्करमा मान्छे परेर
पेन्टरको कुरा मानेर अर्को पसलबाट डिग्रेडवाला कम्पनी कम चल्ने कमसल कम्पनीहरू किनेर खतम पार्छन्। त्यही भएर तपाईँहरू त्यो चक्करमा नपर्नु होला। पेन्टरले तपाईँलाई इलेक्ट्रिकलवालाले यिनीहरू जे भन्यो त्यही नकिन्ने, आफू राम्ररी पहिला मार्केटमा बुझ्ने के कसो हुन्छ, आफैले छुट्टै गएर बुझ्ने, त्यसपछि बल्ल पेन्टरलाई लग्ने या इलेक्ट्रिसियनलाई लग्ने या प्लम्बरलाई लग्ने, किनभने तिनीहरूको धेरै सेटिङ हुन्छ त्योमा। यदि तपाईँले राम्ररी बुझेर आफ्नो इन्जिनियरलाई लग्नुभयो भने होइन, कुन राम्रो हुन्छ के राम्रो हुन्छ तपाईँको घरको लागि त्यो सबै छुट्याएर तपाईँले किन्नुपर्ने हुन्छ। त्यही भएर बेस्ट हुन्छ है। र अदर आइटमहरू जस्तै छुटे फुटेको आइटमहरू, बाउन्ड्री गेटहरू, यिनीहरूको लागि 36,000 रुपियाँ एक्स्ट्रा यसमा हालिएको छ है। अब चाहिँ हामी यसो एउटा यो चाहिँ चार्ट हेर्छौँ। यो चार्टमा अब तपाईँ हेर्न सक्नुहुन्छ, एउटा यो पोर्सन, एउटा यो पोर्सन र अर्को चाहिँ यो पोर्सन। यो सबैभन्दा ठुलो बढी पैसा लाग्ने भनेको तपाईँलाई 65 देखि 70% हो। यो चाहिँ तपाईँलाई मेटेरियलको कोस्ट हो। लेबरको कोस्टमा 25% हो र इन्जिनियरको आर्किटेक्चरको केसमा 5 देखि 10% हो। र यसलाई चाहिँ पैसामा हेर्दाखेरि यहाँ रहेको छ सबै पैसाको डिभिजन, यहाँ हेर्न सक्नुहुन्छ। 65 देखि 70% गरेर 7,80,000 रुपियाँ चाहिँ हुने हुन्छ। 25% गर्दाखेरि 3 लाख रुपियाँ ठ्याक्कै हुन जान्छ। र 5 देखि 10% इन्जिनियरको गर्दाखेरि यो चाहिँ 60,000 रुपियाँ हुन जान्छ। र सबै जोडेर 11,40,000 रुपियाँ चाहिँ हुन जान्छ है। अब पक्नुहोस्। अनि अब के हो भने तपाईँले यसमा टोटल मेटेरियल कोस्टदेखि 65 देखि 70% हो नि, योमा चाहिँ सामानको मात्रै पैसा हो, यति ध्यान दिनु होला। सामानको मात्रै है। र लेबर कोस्ट भन्दाखेरि तपाईँलाई 3 लाख रुपियाँ हो। जस्तै इलेक्ट्रिकलको मान्छेले काम गर्यो, प्लम्बरको मान्छेले काम गर्यो, र यिनी सबै मान्छेले जुन वाल लाउनेले, प्लास्टर गर्नेले, यिनी सबै मिस्त्रीहरूको पैसा भनेको यति हो क्या। सामान किन्ने पैसा यो माथिको, यो मिस्त्रीलाई दिने, र यो इन्जिनियरलाई तब दिने जब चाहिँ तपाईँले भूकम्प प्रतिरोधी नक्सा बनाउने होइन, वास्तुको हिसाबले तपाईँको घरको नक्सा बनाइदिने, सुरुदेखि लास्टसम्म घर नबनेसम्म भिजिट गरेर आइदिने, सबै उ गरिदिने होइन। सबै गरे बापत चाहिँ पाउने हो। यदि गरेनन् भनेर पाउँदैनन्, यसको आधीको आधी पनि पाउने हुन्छ 1-2 भिजिटमा सकाउने मान्छेहरूले होइन। बाँकी 11,40,000 रुपियाँ पर्न जान्छ तपाईँलाई। अब म तपाईँलाई देखाउँछु कि नगरपालिकाको नियममा चाहिँ के कुरा रहेछ र केलाई ध्यान दिनु पऱ्यो भने, अहिलेको नियम हिसाबले 14x14 को पिल्लर हाल्नु पऱ्यो, 14 इन्ची बाई 14 इन्चीको। तर तपाईँले 1 फिट बाई 1 फिट 12 इन्ची बाई 12 इन्चीको पनि हाल्न सक्नुहुन्छ। तर त्योमा तपाईँले इन्जिनियरको इट्याब एनालाइसिस चाहिन्छ, स्याप एनालाइसिस चाहिन्छ, त्यो सबै गरेको हुनुपर्छ, अनि बल्ल तपाईँको यो काम हुन्छ। त्यस्तै गरेर ग्रेड अफ कन्क्रिट M20 हुनु पऱ्यो, भनेपछि 1.5-3 को हुनु पऱ्यो रेसियो तपाईँको। त्यो भएन भने फेरि हुँदैन काम। रिबारमा अब FE 500 नै हुनु पऱ्यो। झ्यालको लागि 5 फिट छोडेपछि, 5 फिट जग्गा छोडेपछि तपाईँ जुन पनि साइडतिर झ्याल खोल्न सक्नुहुनेछ। र रोडकोबाट 10 फिट 8 फिट छोडेर घर बनाउनु होला, किनभने आजको दिन पो ठिक छ त, 10 साल 20 साल 50 साल तपाईँको घरको आयु छ। 50 सालपछि रोड बन्यो भने रोडको चौडाइ बढाउँछ, मान्छे बढ्छ तपाईँको टोल गाउँमा, अनि मान्छे सहरमा, टोलमा, गाउँमा जहाँ पनि मान्छे बढ्दै जान्छ, अनि बढ्दै गएपछि रोड चाक्लो बनाउन खोज्छ, त्योमा तपाईँको घर जान सक्छ। त्यही भएर तपाईँले रोडबाट 10 फिट छोडेर अहिलेदेखि बनाउनु भयो भने त्यो चाहिँ तपाईँले फाइदा हुन्छ है। पछि तपाईँले घर तोड्नु पर्दैन है। अनि त्यसपछि मेटेरियल कोस्ट यति आयो, यो यति आयो, यो यति आयो भन्ने सबै भन्ने दिएको छु। र यो 11,40,000 मा तपाईँको टोटल घर चाहिँ बन्ने हुन्छ। तर अब यसमा के समस्या हो भने, एउटा अहिले यो होरमुन्डाको पुरै तेलहरू सबै रोकेर सबै उ गरेर तपाईँले त थाहै छ अहिले ग्यासको पनि कस्तो हाहाकार छ हाम्रो देशमा। प्लसमा यो तेलको पनि भाउ जुन छ 205 रुपियाँ लिटर हो। अब तपाईँले यस्तै गरेर तपाईँले 150 नजिक हुनुपर्ने जुन तेलको भाउ हो त्यो 205 छ भनेपछि तपाईँ बुझ्न सक्नुहुन्छ प्रत्येक चिजको भाउ चाहिँ बढाएको छ। किनभने बिना तेलको केही मेसिन चल्दैन। केही मेसिन चल्दैन भने जे पनि हामी सामान खान्छौँ सब मेसिनैबाट चल्ने हो होइन। बत्ती दिनभरि हुँदैन। त्यही भएर यो मेसिनबाट मात्रै चल्ने भएको कारणले प्रत्येक चिज महँगो हुँदै गइरहेको छ। अब त्यो महँगाइको कारणले यो 11,40,000 मा तपाईँको घर बन्दैन। यो चाहिँ तपाईँलाई 13 लाख रुपियाँसम्म चाहिँ लाग्ने हुन्छ। त्यो चाहिँ ध्यान दिनु होला तपाईँले। 12 देखि 13 लाख रुपियाँ नै लाग्छ तपाईँले, किनभने त्यो महँगीको पैसा चाहिँ यसमा एड हुन्छ।
त्यही भएर यो जोडी नै भएको कारणले 13 लाख रुपियाँ चाहिँ तपाईँले लाग्छ। र अब यो जुन भने तपाईँले 400 स्क्वायर फिट घरको लागि मैले अहिले भन्दैछु तपाईँलाई हैन। अब सबै थोक भनिदिए, तपाईँ कहाँबाट हुनुहुन्छ त्यो भन्नु होला, केही समस्या भयो त्यो पनि भन्नु होला, त्यसको पनि म तपाईँलाई भन्ने छु के हुन्छ भनेर हैन। र तपाईँहरूलाई भिडियो लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला र कमेन्ट गरेर भन्नु होला तपाईँ कहाँबाट हुनुहुन्छ, कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ, तपाईँको घरको लम्बाइ चौडाइ कति छ त्यो हाल्नु होला। त्यसको हिसाबले पनि म तपाईँले यस्तै भिडियो बनाएर हालिदिनेछु हैन। अनि अब कुरा यही हो, अहिले महँगाइको कारणले तपाईँको बढ्ने भयो, नभए यतिमा तपाईँको घर चाहिँ बन्ने हुन्छ 400 स्क्वायर फिटको। भिडियो हेर्नको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक गर्नु होला। पुनः पनि भनेमा ल अब आजको लागि यति नै, केही भएपछि कमेन्टमा भन्नु होला, म रिप्लाई गर्छु है।